यस्तो नभन न, किन त्यो सानो मन बनाउँछौ? मेरो अगाडि केटी मान्छेले सरी भन्नु हुँदैन कि कहिले पनि, बुझेनौ? कहिले पनि हिजो मैले गर्दा स्याड फिल भएको थियो नि हैन, अनि मैले सरी त भन्न पाउँछु नि। स्याड फिल केही पनि भएको थिएन मलाई। 12 बजेतिर तिमीले मैले तिमीसँग बसेँ, म नत्र नर्मल्ली म 11 बजे 11:10 भन्दा 10-11:15 तिर म सुतिसक्ने मान्छे हो, तर तिम्रो लागि भनेर म हिजो 12 बजेसम्म बसेँ। म त विश गर्नु होला भनेर मैले विश गरेँ तिमीलाई हैन, बर्थडे विश गरेँ। त्यसपछि तिम्रो पनि फ्यामिली परिवारको कल आउँछ होला, तिम्रो पनि मान्छेहरू हुनुहुन्छ होला आफ्नो नातेदारहरू जस्तो फिल भयो। क्युट, कति ज्ञानी, यति बुझ्दिने मान्छे चाहियो। त्यही पनि सरी नभने पनि यु डिजर्भ दिस। ल थ्याङ्क यू सो मच। मलाई कसैले पनि दिएको छैन यार यस्तरी बुके टाइप्स यार। समात्यो न, समातिसक्यो त अब कहाँबाट लिनु भाइ? जन्मदिन मुबारक है। थ्याङ्क यू। अझै राम्रो उत्तर प्रगति हुँदै जाओस्। 11-11 पनि भएको छ। आजको 11-11 चाहिँ तिम्रो लागि मागिदिन्छु। ल विश मागौँ न त, सँगै विश मागौँ। आँखा चिम्लेर प्रे गर्छु। राइट, त्यस्तो प्रे गर्नु पर्दैन। प्रे भन्ने कुरा मनबाट हुन्छ, बुझेनौ? ए ओके। तिमीलाई रिस गर्ने आरिस गर्ने जति पनि मान्छेहरू छन्, यताउति डासा गर्ने कोही कि त यताउति मान्छेहरू सब साइड लागुन्। सबै तिम्रो राम्रो होस्, राम्रो सकुशल होस्। जन्मदिनको शुभकामना। तिमीलाई अब के भन्नु यार, आज म बर्थडे यो कुरामा ओहो, यो कुराको त मलाई हैन एकदम धेरै चाहिरहेको थियो के, मलाई यो आरिस गर्ने मान्छेहरू साइड लागोस् भन्ने कुरा चाहिँ यो एकदम चाहिरहेको थियो। ठिक छ। अनि आज त व्हाइट कलरको ड्रेस लगाएर आएको छ कि मलाई देख्यौ कि यो? हैन, आज भर्खर आइछ हैन र? म त भर्खरै आयो। अगाडिपट्टि नम्बर प्लेट राखे जस्तो भयो त भाइ हो त। आज त मैले एउटा एडभान्टेज दिए त्यो कुरामा। अझै मेरो नाम पनि सँगसँगै मुनि लेख्नु पर्यो। यो त इम्बोस नम्बर प्लेट खालको बन्छ त फेरि। इम्बोस्ट बनोस् कि जे बनोस्, इम्बोस्टको भ्यालु अहिले धेरै जस्तो लाग्यो कि मलाई। हैन त्यस्तो छैन, नेपाली नै ठिक हुन्छ। मैले होला कहिले डिसरेस्पेक्ट गरेछु? मलाई कस्तो लाग्छ, मेरो कुरा सुन्दा त्यस्तो फिल हुन्छ कहिले? नाइ कि त्यस्तो हैन कि, तिमीले मलाई भन्ने हैन कि, तिमीले उता भन्नुपर्ने थियो, जसले भन्ने तिमीलाई गर्नुपर्ने। तिमीले मलाई आएर मैले कसैलाई नि कहिले नराम्रो भनेको छैन नि, यु नो मी है। मलाई हजुरले पहिलेदेखि हामी एकअर्कासँग एड छ, कहिले बोले थिएन नि है। मैले पनि कसैले पनि नराम्रो भन्ने जस्तो लाग्यो। म अलि सेन्सिटिभ छु के, मान्छे एकदमै धेरै सेन्सिटिभ छु। किन थाहा छ नि हैन यो कुरा पनि। तिमीले मिसअन्डरस्ट्यान्डिङ थियो भने क्लियर गर्नुपर्छ तिमीहरूले। आई एम सो सरी। मैले त के गरेको छु भाइ? मैले त के, म त रमाइलो। सरी बच्चों के लोगे जान क्या। यार म झन् 12 बजेसम्म बसेँ तिमीलाई बर्थडे विश। आई एम सो सरी। मैले कान समातिरहेको छु, अब म